हेलो एभ्रिवान, नमस्ते सबैलाई। यो हाम्रो चाहिँ दशहरा हामीले चाहिँ मनाएको भिडियो हो र आज चाहिँ मलाई हाल्नु अलिकति ढिलो भयो किनभने म चाहिँ जस्तो हाम्रो दशहरा पार्टी भयो त्यस्तै यस्तो बिजी भएको, त्यही भनेर भिडियो एडिट गर्नु अलिकति टाइम लाग्यो र तपाईहरुले लाइभ भिडियो चाहिँ देखिहाल्नु भयो हैन। र अब हामीले चाहिँ यहाँनेर आएको छु मनाउनको लागि। यहाँनेर हाम्रो लुती चाहिँ रुन्दैछ, उसलाई चाहिँ घरको याद आयो अरे हैन। यस्तै हुन्छ टाढोमा सबैले हामी खाएको डुलेको घुमेको इन्जोय गरेको मात्रै देख्छ, तर खानुमै छैन। अझ मेरो पाली छैन रे किन हेपेको मलाई हैन यहाँ भात खा भन्नु छ लुटी। आज हामीले जबरजस्ती यहाँ बोलाएको हो जानु पाएन भनेर। आज चाहिँ हाम्रो दसैँको साथसाथमा बहिनीको बर्थडे पनि हो होइन। त्यही भनेर हामीले चाहिँ अब त्यस्तो ठुलो गर्नु नसके पनि अब सानो केक चाहिँ काटिदिउँ ल भनेर हाम्रो त्यस्तो खतरा नाचिराखेको छ फेरि हो। अन्त त्यही भनेर उसको लागि चाहिँ सरप्राइज सानोबाट केक पनि लिएर आएको थियौँ। त्यही भनेर हामी चाहिँ त्यो प्रिपेयर पनि गर्दैछौँ साथसाथमा। अब केकहरू काटेको त भिडियो गर्नै बिर्सेछु, यस्तो बिजी भएको अब दसैँको रमझममा है। केटीहरू भेटेपछि दिमाग कता कता हुन्छ। अब एकछिन नउयो कसले डिस्टर्ब नगरे अब हाम्रो भोट लाइन हाम्रो तपाईहरुले हाम्रो गफलाई इग्नोर गर्न सक्नुहुन्छ र भिडियोमा इन्जोय गर्न सक्नुहुन्छ किनभने देखिनलाई यो भिडियो चाहिँ हामीले यसरी बनाएको अब सधैँ हामीले दिवाली दशहरा सेलिब्रेसन गर्छौँ हैन। तर अब भोलि सबैमा हाल्दिन्छु त्यहाँनेर फेरि अब यो पालि हामी यतिजना छौँ, अर्को पालि कोही कहाँ हुन्छ। अब यो भिडियोहरू हेर्दाखेरि कति याद आउँछ हैन, कति अब त्योहरू भनेर पनि अब जहिले पनि म चाहिँ यसरी भिडियोहरू बनाएर राखिरहेको हुन्छु। यो पालि चाहिँ हाम्रो नयाँ आउने बहिनीहरू चाहिँ दुईजना छ, नयाँ भन्दै पनि अब पुरानो भइसक्यो यिनीहरू पनि। हामीले चाहिँ दशहरा यसरी मनाउँदैछौँ र आज चाहिँ हाम्रो बहिनीको बर्थडे पनि थियो, त्यो पनि हामीले सेलिब्रेसन गर्दैछौँ। र यहाँ चाहिँ दुईजना राइनीहरूको खतरा गफ हुँदैछ। सबै मन पर्यो आज उसलाई कुनै नराम्रो लाग्दैन। दिदीले ढकनी माग्छ ढकनी राख्छ
ओ यहाँतिर पनि केकहरु झार्दैछ के कस्तो मिठो यो मलाई यति साह्रो मन पर्यो चीज केक यहाँ तुराएछ हौ यो माने जाली छ भावना प्लेट त एकपल्ट नाचेको तिमीहरू सबै उता यो माने जाली छ मिना भाउजू अलिक यहाँ आउनु त थ्याङ्क यू फर वाचिङ गाइज अर्को भिडियोमा फेरि भेट्ने छु यस्तै राम्रो राम्रो भिडियोहरू लिएर या सिङ्गापुरको राम्रो राम्रो ठाउँहरू लिएर आजलाई यति नै थ्याङ्क यू फर वाचिङ सी यू नेक्स्ट भिडियो